हाँ बच्चे हो क्या कर रे केटे खेलिसक्यो त खेल्ने लगे खेल्ने खेलिसक्यो अघि अघि बिटी में आएन ब्लक पनि थियो कि फेरि यस्तो अप्ठ्यारो लिन्छ नि औठामा लाग्यो त्यो ब्लक आउट हो गयो राम्रो निकालेको थियो फेरि पछाडि गयो अनुहारको भन्नु के छैन हाम्रो खेलाडी खेल्नेवाला आउने हुँदैन फोन गर्छ आउने भोलि केटीको हुन्छ बिक्री गयो मुद्दामा सानो मोबाइल हाल्यो के थाहा हुन्न बिक्री गयो मुद्दामा उसबाट सुविधा दिएको हान्यो त्यसले पनि नि ल्याखा भन्दै भिडियोहरुले रिसिभ राम्रो हालेछ चार्ज खत्म हो कि रातभरि गर्ने हो चार्ज भने अब अलिअलि त्यो फुल चल्यो भने त 100% खाने त भाग्य सिस्लेको खातामा नम्बर रहेको छ 14-17 क्विकले मात्रै फालिरहेको नम्बर सिस्लेको खातामा नम्बर रहेको छ 18-14
थर्ड लाइन के भाइ अन्त नराख्यो नि थर्ड लाइन राख्नु पर्यो एउटा ब्लक त मान्दैन कि सिस्नेले सिस्नेको खातामा नम्बर रहेको छ 15-18 3 नम्बर छ भेटिन सक्छ यार राम्रो स्टाइल बित्तिकै राम्रो ब्लक सिस्नेको खेलाडी आफ्नो खातामा नम्बर जोड्दै नम्बर रहेको छ 16-18 भइसक्यो 16-18 यो नम्बर ल्याउनु पर्यो राइट ल 17-18 भइगयो बच्चा नम्बर आफ्नो खातामा जोड्दै नम्बर सिस्नेकलाई नम्बर रहेको छ 17-18 एउटा हान्न लाग्छ त्यो राम्रो सर्भिस थियो तर आइपुग्न पुग्यो यसको फाइदा सिस्ने छ रुकुमकोटलाई सर्भिसबाट नम्बर कहिले आउँदो फेरि 19-17 सिस्ने छ रुकुमकोट 19 छ भने सिस्ने 17 नम्बर रहेको छ 18-19 अब एक हान्नु पर्छ यताको एक अग्र गङ्कटा हेर त ल 19 बराबर बनाइदियो खातामा नम्बर रहेको छ 19 बराबर आइनाबाट हान्नु माथिबाट हुँदैन एकदमै राम्रो उत्कृष्ट फ्ल्याग आउट गराउँदै बलक सिस्ने सका खेलाडी सिस्ने सको खातामा एक अङ्क जोडिँदै नम्बर सिस्ने छ रुकुमकोटलाई नम्बर रहेको छ 20-19 पावर त उयो के यसले त सिस्नेका खेलाडी जर्सी नम्बर 4 नम्बर सिस्नेलाई नम्बर रहेको छ 20 बराबर एकदमै प्रतिस्पर्धा भइरहेको छ लोट्यो के नम्बर सिस्ने सालाई नम्बर अब एकमा एक हानिराख्नुपर्छ कि यसले 21-20 के हान्दा ऊ त्यो बिचार पछाडि गयो 11 नम्बर तरुषमा सिस्ने सका खेलाडी जर्सी नम्बर 11 एकदमै राम्रो सर्भिस स्पाइक पनि मिठो ब्लक एकदमै राम्रो प्लेसमेन्टको कोसिस थियो तर बल नपुग्यो सिस्ने 6 को खातामा नम्बर रहेको छ 22-20 नम्बर रहेको छ 22-20 हावा कस्तो लाग्दैन हटाइदियो हावा लाग्यो मेरो ल्याएर एकदम राम्रो प्लेस पुग्यो राम्रो रिकभर फेरि पनि प्लेसको कोसिस राम्रो खेल्ने रहेछ नि सिस्ने छ रुकुमकोटका खेलाडीबाट राम्रो अब उसको डायरी सायो पारी रिसायो उसको डायरी आउँछ 22 बराबर बनायो यसले त यहाँ सिस्ने हेर्दा फेरि पनि नम्बर रहेको छ 22 बराबर एकदमै राम्रो रिसिभ 23 लग्यो सिस्नेको खातामा नम्बर रहेको छ 23-22 एक नम्बरको अग्रता धेरै राम्रो सिस्ने भाइलाई गाली गर्नु कान्नु गालै भन्छ हाँ कान्नु गालै भन्छ अब यिनीहरू यही बेला सेप खेले भने खेले राम्रो रिसिभ फेरि पनि र एकदमै उत्कृष्ट खानमा खालास भन्नु लाग्यो दाइले बिचारा
अब यो क्विकर आयो अब त जित्छन् यिनीहरू यो क्विकको बोलकै जान सक्दैनन् के ले अब त अब मन ढुकढुक गरे हाल टोलीका खेल कम्पिटिसन छ हेर हजुर अब कसले हान्छ एक पच्चिस है क्विकको जान्नन् कि यिनीहरू क्विकको थाहा पाउँदैनन् त्यही क्विकले तान्छ अब चान्स बल है अब चान्स बल यस्तो मिस्टेक गऱ्यो यसले त एकदमै विचार सिसकेल फुटबलै खेलेको लाए चान्सेबल आए चान्सेबल आए यो 4 नम्बरलाई फाले भयो ऋषि पाएन कि अघि यस्तै हान्दै थियो एक गयो ल अब 30 मा गेम हुने हाम्रो बजारको गोसितो सिस्नेका खेलाडीबाट नजर हुन पुगेन नम्बर सिस्ने 6 लाई नम्बर रहेको छ 29-28 यही बेला आगे पुरा एम्पायरको पनि टेन्सन हुने भन्नु सक्छु आउट थाले कि नम्बर अगाडि यिनीहरूको हार्ने सङ्केत हो अहिले त नम्बर त्यत्रो छ हार्ने सङ्केत हो क्या कहाँ दिन्छन् त यिनीहरू सेभ गरेर खेले अब त सेभ गरेर खेलिहाल्छन् नि उनीहरू यिनीहरू दोस्रो गेम जित्नु हो क्या
भेटाउने 15-19 छ अघि नै कति नम्बर छ तिनीहरू अस्ति खेलेर राख्यो नि त अघि। अहिले त सेफ खेलिराख्यो नि उठाएको टोली बाहिर खेलाउँला अब त दिन्नन् के किनकि यिनीहरूलाई चेन्ज गरेरै छोड्छ कि उनीहरू एक नम्बर चार नम्बरको छ एक दुई नम्बर सब लगातार ल्यायो भने के होला अब गयो ल्याउनै पऱ्यो क्या त्यस्तो चान्स बल हानेनन् त्यस्तो चान्स बल हानेनन् त्यो दाई चाहिनेले भाइलाई गाली गरेर बहुत काम गर्यो यार हारिसके गेम नि हारिसकेका काममा कानमा हान्छु भन्दै थियो 11 नम्बरले अब गयो होइन 23-16 भइसक्यो कहिले जिन्दगीमा भेट्थिन् अब दोस्रोमा जित्ने हो कि यिनीहरू भर्ती गरेर पनि टाउकोमा लाग्यो बड्डा होचो जाली छ यो लागिहाल्छ कि उफ्रिने मान्छेलाई त दोस्रोमा जितेपछि जित्यो हुन्थ्यो यिनीहरूको सँगै भएपछि त राम्रो हुन्थ्यो नि अनि सँगै भए त भइहाल्थ्यो नि एक नम्बर यहीबाट गइको 24 गइको यार जित्यो गेम उनीहरूले हल्ला गरिदिएर मैले गर्दै हो हल्ला गरेको जितिसक्यो मैले गर्दै हो हल्ला गेम ओभर जितिसक्यो त यिनीहरूले जित्ने गेम हो क्या मेरो लगाइदिन्छ सबैले जित्छ